आजको यो मेरो भिडियो चाहिँ विशेष गरी दुई नयाँ पार्टी घन्टी र माटोका झोलेहरूको लागि, समर्थकको लागि होइन, झोलेहरूको लागि किन भन्दाखेरि अब माटोलाई घन्टीको कुरा मन परेन भने पोस्टमा आएर मुख छाड्ने तथा नाम गाली गर्ने, अझ छोरी मान्छे भयो भने छोरी मान्छेलाई अनेक खालको मानसिक तनाव दिने खालको गाली गरिदिने, माटोले घन्टीलाई, घन्टीले माटोलाई बदनाम गराउने खालको क्रियाकलाप हुँदैछ। सबै मिडियातिर यसो हेर्छु, यसो सुनिन्छ होइन, नराम्रोसँग गाली गरेर हुन्छ, बदनाम गरेर हुन्छ। त्यो काम चाहिँ रोक्नु पर्यो। रुटिन अफ नेपाल बन्दमा पनि हर्क साम्पाङको केही कुराहरू पोस्ट गरिदियो भने मुनि आएर तथा नाम गाली गरेर हुन्छ, मुख छाडिरहेको हुन्छ। अनि बालेन शाहको बारेमा पनि पोस्ट गर्दाखेरि मुख छाडिरहेकै हुन्छ, क्या देखिन्छ। त्यो कामहरू चाहिँ अब बन्द गर्नुपर्छ। विशेष गरी कोही छोरी मान्छेको बारेमा केही पोस्ट आयो भनेदेखि झन् नराम्रोसँग मुख छाड्ने, त्यसको दिमागै खलबलिने खालको कमेन्टहरू गरिदिने भइरहेछ। म चाहिँ के भन्न चाहन्छु भने यस्तो नराम्रो काम अब बन्द गर्नुपर्छ। यी दुई पार्टीहरूले पनि खोजी कारबाही गर्नु जरुरी छ। आफूलाई चित्त बुझेन भने सभ्य भाषामा विरोध गर्न पाइन्छ। कसैको चरित्र हत्या गर्ने, गाली गर्ने, मानसिक तनाव दिने खालको कुराहरू गर्न चाहिँ पाइँदैन है। म चाहिँ यति भन्न चाहन्छु। यो समर्थकहरूको लागि होइन, झोलेहरूको लागि विशेष भिडियो। यति चाहिँ बुझिराख्नुहोस्। नमस्ते।